बाउ र आमा र केटी उस्तै हुन्छन्, केही गर्न पर्दैन बाउ आमालाई। जाने बेला गई फर्केर आएपछि दिउँसो के खाइस् हैन, नखा भए म बनाउँछु, यो पहिला तिमी यति खाइहाल, उमेरको हिसाबले तिमीलाई जरुरी पर्छ, मिठो नमिठो भनेर नछोड। यस्तो माया खोज्छ बाउ आमाले एकदमै। केटीले खान्न भने हजुरले फकाउनुहुन्छ नि, कालो चक्लेट ल्याइदिन्छु, डार्क चक्लेट, त्यसले नि भएन भने म कम्प्युटर दिन्छु, अनेकौं भनेर खुवाउनुहुन्छ नि। सेम बुढाबुढीमा नि त्यही हो, केही चाहँदैन उसले। फर्केर आओस्, बुहारी अफिस जाने बेला म गई बुवा भनोस्, फर्केर आएर बुवा हजुरले के खानुभयो, म चिया बनाउँदैछु खानी भनेर सोधोस्, केही संसारबार मिठो मिठो चिज बनाएर खुवाइदियोस्, सँगै बसेर खाइदियोस् भन्ने यस्ता जिज्ञासा हुन्छन्। किन भन्ला भने छरछरी र हुर्काउँदा बुहारीहरू ल्याउनुभन्दा अगाडि गरेको दुःखको बिर्साउनेपन हो घरमा बुहारी छोरी, बुहारी सन्तान, नाति नातिना भने। तिनीहरूले जब बिर्साइदिए भने त्यो बुढाबुढीलाई सन्तोष भयो। र अधिकांश बुढाबुढी अभिव्यक्ति गर्ने नपाएर बस्या हुन्छन् छोरी।